भाइहरूलाई को छाता आवश्यक पर्ने रहेछ त भाइ। अहिले चाहिँ हामी चुम्लुङमा छौँ, चुम्लुङ ड्राइभिङ सेन्टरमा। अब मेरो पालो आउनु लागेको छ, मेरो पनि पालो आइसकेपछि हान्ने हो ट्रायल होइन। त्यहाँ ब्याक रिभर्स गियर हान्नु रहेछ होइन। मलाई अलिकति अप्ठ्यारो चाहिँ यो रिभर्स हान्नु चाहिँ लाग्यो होइन, अरू चाहिँ ठिकै लाग्यो, अलिक यो रिभर्स हान्नु चाहिँ मलाई अप्ठ्यारो लाग्यो। अनि त उयो उकालोमा ह्यान्ड ब्रेक खेलाउनु पर्दो रहेछ, त्यसमा पनि अरू त सबै ठिकै छ। एकचोटिमै लाइसेन्स सिकौँ भनेको हुन्छ कि थिएन। यहाँ भाइहरूलाई भनेकिन ट्रायल चाहिँ बिहान र बेलुका हान्दै गरेको होइन। अनि यहाँ हाम्रो भाइले चाहिँ कहाँ छ, भाइहरू लगाउने भाइले चाहिँ अनि मेरो फर्म पनि फ्रीमा भरिदिएको। हाम्रो भाइलाई धन्यवाद होइन, यहाँको सरहरूलाई पनि धन्यवाद। राम्रो मजाले सिकाउनुहुन्छ यहाँको, मलाई मन पर्यो। कोचिङ पनि राम्रो छ। 8 राउन्डिङ हुँदैछ होइन। यस्तै छ गाइस।